Hi everyone, namaste. Jodle welcome back to my YouTube channel. It's me Samir Magar. So I hope सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ म यो भिडियो सुरु गर्न चाहन्छु। सो फर्स्टमा चाहिँ म यो भिडियोको बारेमा भन्न चाहन्छु। यो चाहिँ हाम्रो 10 क्लासको स्कुलबाट टुर लादाको भिडियो हो। सो मेरो लागि चाहिँ यो भिडियो चाहिँ एकदम स्पेशल नै छ भनौं न हैन, किनकि म चाहिँ फर्स्ट टाइम यसरी कतै टुर गएको भिडियो हो नि त। अब फेरि पनि यही टिचरहरुसँग यही साथीहरुसँग चाहिँ जान पाउँदैन नि त। सो यो भिडियो चाहिँ निकै नै पुरानो भइसक्यो हैन, सायद 6-7 महिना नै भइसक्यो होला। अनि मैले यो भिडियो पोस्ट नगर्नुको कारण चाहिँ म चाहिँ पहिला यो ठाउँहरु घुम्छु अनि पछि घर गएर एडिट गरेर पोस्ट गर्छु भन्ने सोचे। किन भन्दाखेरि चाहिँ हामी चाहिँ अब घुम्नु गएको हुन्छ नि त, अनि अब त्यो भिडियो त ल बनाउँछ रे हैन, अनि त्यसपछि रुममा आएर एडिट गर्नु भ्याउँदैन नि त। भोलि बिहान फेरि बिहान नै उठेर कतै अर्को ठाउँमा घुम्न जानु पर्छ हैन, अनि सुत्नु पनि पर्छ, निन्द्रा पुग्दैन, अनि त्यही माथि गाह्रो हुन्छ जस्तो लागेको थियो मलाई चाहिँ। अनि त्यही भएर चाहिँ मैले चाहिँ म घरमै गएरै बरु भिडियो पोस्ट गर्छु भन्ने सोचेर मैले नबनाएको थियो। अनि यो चाहिँ हामी कुन बेला गएको थियो भन्दाखेरि दशैं र तिहारको बिचमा गएको थियो कि। सो यो पछि अब यो हामी घुमेर आइसकेपछि चाहिँ ठ्याक्कै टिका पनि थियो कि, तिहारको भाइ टिका। अनि त्यसपछि घरमा आउँदा त फेरि डान्स सिक्न जानुपर्ने भयो देउसी भैलोको लागि। सो फेरि डान्स सिक्नमै व्यस्त भयो, अनि फेरि एडिट नै गर्न भ्याएन कि। अनि त्यसपछि टिका आएको अनि फेरि देउसी भैलो खेल्न जाँदा त मेरो भिडियो यतिकै भयो कि। अनि तिहार सकेपछि चाहिँ धेरै नै ढिलो भइसक्यो जस्तो लाग्यो, अनि भिडियो पनि के पोस्ट गर्नु जस्तो पनि लाग्यो। त मैले डिलिट चाहिँ गरेको थिएन, किन भन्दाखेरि यो मेरो लागि एकदम स्पेशल छ नि त यो भिडियो। त्यही भएर मैले यतिकै राखेको थिएँ, जसको कारण चाहिँ मेरो स्पेस चाहिँ एकदम धेरै फुल भएको थियो। किन भन्दाखेरि घुम्न गएको भिडियो यति धेरै थियो कि कुरै छोड्दिउँ कि। अनि अहिले चाहिँ धेरै नै स्टोरेज फुल भएको कारणले मैले डिलिट गर्न खोजेको थिएँ। अनि फेरि यसरी सोच्यो यति राम्रो पलहरू त फर्केर आउँदैन हैन, अब यदि मैले डिलिट गरेँ भने त त्यो मेरो माइन्डबाट डिलिट भएको जस्तै नै हो नि त। किन भन्दाखेरि मेरो माइन्ड त सधैँ त वर्क गर्दैन, एक दिन न एक दिन त सबै भुलेर जाने हो नि त। सो त्यही भएर चाहिँ मैले चाहिँ बरु म जतिसुकै ढिलो भए पनि म यो भिडियो चाहिँ पोस्ट गरिराख्छु। पछि हेर्दा पनि आफूलाई नै आनन्द होस् न, पछि हेर्दा पनि के रमाइलो थियो भन्ने हुन्छ नि त हैन। सो अब चाहिँ भिडियो इन्जोय गर्नु होला, बोल्नुपर्ने ठाउँमा म छँदैछु हैन। Hai. Pokhara guys, Pokhara. सो हाम्रो फर्स्ट डे भनेको चाहिँ लुम्बिनी थियो हैन, अनि त्यसपछि चाहिँ पाल्पा, जुनको चाहिँ मैले भिडियो पनि बनाइसकेँ। यदि हेर्नु भएको छैन भने चाहिँ तल लिङ्क राखिदिएको छु, त्यहाँ गएर हेर्नु होला। सो यो चाहिँ हाम्रो पाल्पामा घुमिसकेर अनि त्यसपछि एक रात त्यहाँ बसेर अनि भोलिपल्ट यो चाहिँ हामी बिहान निस्केको हो। सो अब चाहिँ हामी कहाँ जाँदैछौँ भनेर चाहिँ भिडियो हेरेर थाहा हुन्छ। सो भिडियो हेर्नु होला। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते अनि झोले वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अहिले चाहिँ हामी भ्रमण जारी नै छ हाम्रो चाहिँ। सो अहिले चाहिँ हामी कहाँ आइपुग्यो भन्दाखेरि अहिले हामी पोखराभित्र छिरिसक्यो होइन, अघि नै बनायो र छिर्यो भनेर त यो पोखराकै ठाउँ त्यस्तो लागेको थियो। रामदी भनेको नि त्यो पोखरा भित्र चाहिँ पर्छ होला नि होइन त। अनि अहिले चाहिँ हामी पाल्पाबाट चाहिँ निस्क्यो हो, अब कहाँ आयो चाहिँ थाहा भएन। यहाँ बस एकछिन रोकेर चाहिँ यहाँ चाहिँ मन्दिरहरू रहेछ। मैले चाहिँ अघि नै भिडियो किन नबनाएको भन्दाखेरि मलाई चाहिँ हल्का टाउको दुख्यो भन्दा नि गाडी धेरै नै रोक्या गऱ्यो, अनि रोक्या गरेपछि चाहिँ बमिट आउनेहरूलाई चाहिँ कस्तो हुन्छ कि, अनि त्यही भएर त्यही हो। अनि यहाँ मन्दिरहरू चाहिँ कस्तो राम्रो।
यता सबै मन्दिरै मन्दिर हो त्यहाँ तेरो साथी नि पूजा जस्तै हो त अनुहार पनि त अनि कसले सम्झ्यो अगाडि पनि थुप्रैजना गइसक्यो अनि पछाडि पनि आउँदैछ यस्तो घुम्दा त नसम्झिनु नि मलाई मम्मीले सम्झिनु भयो क्या हो रोक्यो त स अहिले चाहिँ हामी यहाँ खोला हेर्न जानु लागेको के खोला रे कुन खोला रे हो है तेरो बाजेको नारायणी कति सफा पानी एकछिन न पानी कस्तो सफा हेर्नु न गाइस कस्तो दामी तैँले थप्पर हानेर मुताउनुपर्छ म आफै मुतिहाल्छ नि केही गर्नु पर्दैन तेरो फेभरेट डाइलग अलिकति उयो भयो राम्रो भयो नि पाएन त्यो एक पढाएर मुटाइछु भन्छ त्यो के भन्छ त्यो केटालाई फेब्रा केटीलाई फेब्रा जस्तै गान्डा गेम त्यस्तै ओइ फोटो खिचेला पूजा मेरो तेरो नि खिचिन्छ नि राम्रो राम्रो खिच्छ हामी चाहिँ यहाँ एकछिन फोटो खिच्छौँ नि त्यही हो गहिरो गहिरो भनेर उम्लेको हेर कति गहिरो थियो टाढाबाट टक्क टच गर्ने मात्रै मलाई साइन लाग्यो सिधै गयो यस्तो गहिरो थियो गाडी डुब्यो भने भेट्दैन लाग्दैन त तिमीलाई कहाँ ढुङ्गा नि कस्तो दामी हो युनिक छ त सो हामी चाहिँ अब यहाँ आइसक्यो होइन अनि अब एकछिन यहाँ फोटो खिच्छौँ अनि त्यसपछि फेरि जान्छौँ त्यही हो अब फोटो खिचिहाल्नुपर्छ किन भन्दाखेरि फोटो खिच्दैन भने अहिले एकैछिनमा बोलाएको गर्छ अनि अब हामी फोटो खिच्छौँ ल सो गाइज हामी त्यहाँ चाहिँ फोटो मात्रै खिच्यो होइन अब चाहिँ हामी जानु लागेको पूजा यो चाहिँ समीर चौधरी यो चाहिँ समीरको साथी रहेछ चौधरी हो समीरको बुढी सेम अनुहार त्यस्तै मिल्यो अब चाहिँ हामी फेरि त्यही बसमा जान्छौँ त्यो बस देखेर पनि अब त मलाई त भमिट आउनु लाग्छ गाइस चाहिँ हामी यहाँ खाजा खान लगाएको अनि सेलरोटी र तरकारी होइन मेरो साथमा हुन्छ शुभेच्छा सिंगल झरना कहाँ छ कति आएर ओ पोखरा हेर यहाँबाट त्यही हो
सो गाइज अहिले चाहिँ हामी बसबाट झरेर अनि त्यसपछि अहिले हामी होटेलमा खाजा खान आएको अनि त्यसपछि यहाँ चाहिँ हामी खाजा लिनु गएको छ। हामी चाहिँ यहाँ खाजा लिन जाँदैछौँ। भन्दाखेरि यहाँ चाहिँ ओभर मान्छेहरू छ नि त अनि त्यही भएर भ्याउँदैन अनि आफू आफूले लिनु पर्यो। सबजना भट्टाभट खान लागेको छ। सो यो चाहिँ हाम्रो थाली सेट भयो अनि त्यसपछि यहाँ सबैले खाँदैछ म नि खाना खान्छु। सो गाई चाहिँ अहिले चाहिँ हामी यो कहाँ आएको यो कहाँ अतिथि टेबल भएको डेभिल सल्स होइन आएको र। सो हामी चाहिँ यहाँनिर यहाँ ठाउँहरू घुम्दैछौँ हेर्नु होला। हामी चाहिँ खानासाना खाएर निस्केको है चाहिँ त्यही हो। भिडियो बनाउनु पर्यो पत्ता। अनि त्यसपछि अहिले चाहिँ हामी त्यही हो यहाँनिर डेभिल फल्स हेर्न जाँदैछौँ भन्दा नि हुन्छ। म चाहिँ अब यहाँ चाहिँ धेरै जस्तो तपाईँहरूलाई म ब्याक क्यामेरा देखाउँछु ल। मेरो अनुहार कति हेर्नु कहिले काहीँ अब यहाँ हेर्ने भनेको त तपाईँहरूले अचुबै होइन पोखरा यहाँ पोखराको ठाउँहरू हेर्ने हो नि त त्यही भएर धेरै जस्तो म ब्याक गर्छु अनि त्यही हो। अब मेरो अनुहार चाहिँ धेरै देख्नु पाउँदैन म त्यही नै म बोल्छु साइडबाट। सो गाइस यहाँ चाहिँ मैले बोलेको सुन्दैन होइन यत्रो आवाज दामी सबै हाम्रै स्कुलको टोलीहरू हो। सो हामी चाहिँ अहिले डेभिड फलमा आएको छ होइन। कस्तो गएर है यहाँबाट झन् हेर्ने यस्तो दामी आइरहेको छ। मोबाइलभित्र लान चाहिँ सक्दिनँ मलाई चाहिँ एकदम डर लाग्छ हरेक चिजमा। त्यो हल्का माथि सो यो चाहिँ के भन्दाखेरि हामीले पैसा दिएर डलर किन्ने अनि त्यसपछि त्यो डलर चाहिँ यो पानीमा खसाउने अनि यो गोलो हो नि त्यो त्यहाँनिर चाहिँ पस्यो भने चाहिँ सायद हामी लक्की हुन्छ अरे भन्ने मान्यता रहेछ। आम्मा यहाँ डेन्जर रहेछ त साथै यहाँ त्यो टाउको राख्छ नि हो त्योवाला हो कि। सो गाइस यहाँ चाहिँ त्यो मूर्तिहरूको उयो रहेछ यहाँ चाहिँ खिच्न सक्नुहुन्छ तपाईँहरूले। सबै चाहिँ फेरि हामी अर्को ठाउँ हेर्न जानु भएको छौँ। तपाईँले किन्नु भयो भएन के चाहिँ सम्सुरु न ओइ लकेट हेरौँ न लकेट के चौधरी के हो र यो शिलाले
ओ समीर भाइ पैसा निकाल्छु नि टोपी सो गाइज अहिले चाहिँ हामी यो प्रवेश गर्दैछौँ गुप्तेश्वर महादेव गुफा। पैसा दिइरहेको घरबाट जेरै मनपर्छ फेरि कस्तो दामी लाग्यो म चाहिँ भिडियोमा क्याप्चर मात्रै गर्दै हिँड्छु। कस्तो शीतल बाहिर निस्किनुपर्छ घाम चर्कुन चर्को कस्तो राम्रो मालहरू पैसा दिएको भयो नि किनेर ल्याइन्छ फ्रीमा ल्याइदिनुपर्छ तिनीहरूले कसले किन्नु पैसा दिए म यता जान्छु तिनीहरूले के ल्याइदिन्छु भनेर तिनीहरूले पैसा दियो है चिनो है चिनो भन्दा के चिनोलाई 50 रुपियाँभन्दा कम दिँदैन एकजना मान्छेलाई दिने माथि माथिको हुन्छ चिनो पनि गुफा जाने बाटो हामी गुफा जाँदै हो गुप्तेश्वर गुफा। साथीहरू हामी त्यहाँ लाइन बस्नु पनि रे अनि त्यसपछि देखाएको छ मलाई हामी चाहिँ अब गुप्तेश्वर गुफाभित्र जाँदैछौँ होइन अनि त्यसपछि त्यही हो यहाँनिर सबजना साथीहरू छ अगाडि यहाँ चाहिँ टिकट काट्दैन। हेलो बान्छे अनुहार हेर्दैछु ममा शङ्का लाग्यो नि सो गाइज अहिले चाहिँ हामी टिकट दिएर भित्र छिरिसक्यो अनि त्यसपछि यस्तो छ यो भर्याङभित्र गइसकेपछि सायद गुफा होला। जम सिरियस आन्टी चौधरी पूजा रामजी मान्छे फोटो खिच्दै यहाँ यत्रो मान्छेहरू त पाटाक पिटिक नगन अहिले यस्तो गरेर वहाँ गरेर त उड लाग्यो भगवान् हो होइन हो नि। गाई जाँदा मूर्तिहरू अनेक अनेक किसिमका अनि एकै किसिमको कहीँ देखेन छैन त मात्रै एकै किसिमको यता फोटो खिच्ने उता फोटो खिच्ने तलस्तोहरू पऱ्यो नि राम्रो बदली बदली एउटा फोटो खिच्यौ न फोटो खिच्नु। सो गाइस त्यहाँबाट चाहिँ जानु मिल्दैन मतलब क्यामेरा चाहिँ लानु मिल्दैन। सो हामी यहाँ फोटो भएन जाउँ है हाम्रो ग्रुप कहाँ छुटिसक्यो क्यामेरा खोले पनि तँलाई त देखाउँदैन आफूले जाउँ। गाइस यहाँ चाहिँ म गएर यो त सिजीमा पनि सेम यस्तै थियो। तब चाहिँ हामी गुफाभित्र जाँदैछौँ त्यहाँनिर चाहिँ उतानिर लेखिसकेको छ हेर्नु त्यहाँनिर के भने भन्दाखेरि नो फोटोग्राफी एन्ड नो भिडियो रेकर्ड। सो त्यही भएर हेलो जाँदा त यो चाहिँ बाहिर जाने बाटो अहिले हामी यहाँबाट। सो गाइस अहिले चाहिँ हामी भित्र गुफाभित्र ल सोपछि हामी जाँदा गयो हिँडेछौँ यो लगायो भने तँलाई पुरै पर्दैन पर्दैन यो चाहिँ बनाएको है खोइ बनाएको कि यस्तै हो यो पछि बनाएको त्यो अलिकति जान्छ बस्छ कोही जान त गाह्रो हुन्छ क्या हो। यस्तो गुफा छ साथीहरू। अब यदि त्यहाँनिर क्यामेरामा भिडियो हेरेर डिलिट गरिदियो भने चाहिँ
हो नत्र गरेन भने चाहिँ मैले युट्युबमा पोस्ट गर्छु त्यही कस्तो हो र कस्तो हो छैन त्यसै सेम छ अघि नै ठाउँ जस्तै त्यहाँ होइन होला हौ यहाँ अर्कै होला त्यहाँ गाई हो है अनि त्यहाँ कस्तो गुनाको डलर पैसा हालेपछि अघि के बाटो होइन त्यहीँ के त्यहीँ शिवलिङ छ त त्यहाँ शिवलिङ कस्तो लाग्यो तर एकदम राम्रो है जानकारीहरू पुरा होस् त्यही हो के मागिस् तेरो पाता र बुढा पाओस् बुट्टा सबै चाहिँ माथि जानु लागेको अवलोकनका लागि सो साथीहरू अहिले चाहिँ हामी फर्किनु लाग्यो भन्दा नि त्यहाँनिर त्यो पसलहरूतिर अब केही चिनो हुन्छ नि त्यो किन्नु लागेको अहिले पनि दिँदा हुन्छ नि अब कस्तो दामी छ मैले 1000 रुपैयाँ भन्दा बढीको सामान राम्रो भयो भने त जहाँ पनि भइहाल्छ पैसा दियो भान्जी जम्मै म त यो के बोलाएको हुन्छ सो गाइस अहिले चाहिँ हामी लागेको किन भन्दाखेरि हामीलाई चाहिँ ढिलो भइसक्यो सरले बोलाउनु भइसक्यो अरे के भयो मङ्गोले 2000 हालिदिने रे राम्रो यस्तै मान्छेहरू अनि अगाडि नै भेट्नु नि यस्तो मान्छेहरू त म जाने बेलामा है कम दुःख गरेर आएको म यहाँसम्म अनि त्यसपछि अब चाहिँ हाम्रो गाडीमा सबैजना बसिसकेको छ मार्यो अब हामी नै हो क्या लास्टै हिँड्नु मामा यहाँ कस्तो राम्रो देखेँ के कस्तो बमिटाउनुलाई मलाई फेरि साथीहरू अहिले चाहिँ हामी त्यो अघि नै सामानहरू किनेर अनि गाडीमा चढेर अहिले चाहिँ हामी यहाँ होटेलमा आएको अनि त्यसपछि फेवा रिसोर्ट के हो उयो हुन्छ त फिल्ममा मात्रै देखेँ अब त रियालिटी हुन्छ गाइज अघि नै देखाएको मैले त्यो होटेल चाहिँ त्यसै भने हौ त्योमा चाहिँ हामी बसेन हामी चाहिँ अघि यो मिलिनियर रिसोर्ट के गेस्ट हाउसमा आएको अनि त्यसपछि हामी चाहिँ 4 जना त्यो हिजो चाहिँ 8-9 जना थियो आज चाहिँ सो यहाँ चाहिँ छ मिरर अनि यहाँ बाथरुमहरू छ ल बाहिरको भ्यू चाहिँ यस्तो छ होइन सो गाइज अहिले चाहिँ हामी रुममा छौँ होइन रुम देखाइन्छ ल तपाईँहरूलाई कस्तो दामी लाग्यो मलाई रुम मलाई अरू भन्दा नि कलर कस्तो मन पऱ्यो यो व्हाइट छैन नि है कस्तो राम्रो कलर के हेर्नु न एन्ड देन यहाँनिर पङ्खा छ यहाँ एउटा यो चाहिँ हल्का सानो छ यो खाट चाहिँ अनि यो चाहिँ ठुलै छ ठुलो त्यो हेरी त अनि त्यही हो अब चाहिँ हामी एकछिन रेस्ट गर्छु अनि त्यसपछि फेरि घुम्न जान्छौँ होला सो म चाहिँ भ्लग इन गर्छु किन भन्दाखेरि यो लामो भयो जस्तो लाग्यो मलाई सो त्यही भएर आजको अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरू जसले पनि अहिले चाहिँ हामी यो पोखराको होटेलमा हो अनि त्यसपछि त्यही हो अब चाहिँ म भ्लग इन गर्छु ल सो सबैजनालाई बाई बाई अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब भेट्नेछौँ हामी फेरि नेक्स्ट भ्लगमा सो त्यसका लागि तपाईँहरूले सब्सक्राइब गर्नुपर्ने हुन्छ भिडियोलाई लाइक गर्नु होला त्यतिकै छोडेर नजानु होला भन्न चाहन्छु त्यही हो बाई बाई